हेलो साथीहरू नमस्कार। आज हामी नेपालको इतिहासको लिच्छवी काल सम्बन्धी केही प्रश्न उत्तर लिएर आएका छौँ। र आजको लागि पहिलो प्रश्न रहेको छ, नेपालको इतिहासमा स्वर्णयुग भनेर कुन काललाई चिनिन्छ? यसको सही उत्तर हो लिच्छवी काल। लिच्छवीहरू कुन ठाउँबाट नेपाल प्रवेश गरेका थिए? लिच्छवीहरू भारतको वैशालीबाट चाहिँ नेपालमा प्रवेश गरेका थिए। लिच्छवी शासन नेपालमा कति वर्ष चलेको थियो? करिब 800 वर्ष। नेपालको प्रथम प्रामाणिक राजा भनेर कसलाई चिनिन्छ? मानदेवलाई चाहिँ प्रथम प्रामाणिक राजा भनेर हामी चिन्दछौँ। सर्वप्रथम नेपालमा मुद्राको सुरुवात कसले चलाएका हुन्? मानदेवले चलाएका हुन् र मानदेवले चलाएका मुद्राको नाम चाहिँ के हो त? मानाङ्क हो है त। मानदेवको पालामा भएका कार्यहरू चाहिँ यहाँ दिइएको छ। केही कार्यहरू छन्। प्रथम पटक शिलालेखको स्थापना मानदेवले नै गरेका हुन्। त्यसैगरी सर्वप्रथम राजदरबारको स्थापना मानदेवले गरेका हुन्। मानगृह चाहिँ सञ्चालनमा ल्याएका थिए। चाँगुनारायण मन्दिरको स्थापना उनैले गरे। त्यसैगरी आमालाई सती जानबाट रोकेका थिए। नाग र बासुकीको पूजा गर्ने प्रचलन ल्याएका थिए। गोकर्णमा मानव बस्ती पनि मानदेवले नै बसाएका थिए। सर्वप्रथम महाराज धिराज उपाधि पाउने व्यक्ति को हुन्? यसको सही उत्तर हो अंशुवर्मा। अंशुवर्माका पालामा भएका केही कार्यहरू, सर्वप्रथम युवराज धिराजको घोषणा गर्ने, त्यसैगरी बालकको सालनाल काट्ने प्रचलन, बलम्बुमा मानव बस्ती बसाउने, त्यसैगरी बौद्ध र हिन्दू धर्म मान्ने, दुवै धर्म मान्थे अंशुवर्माले, बोधिसत्वको अवतारको रूपमा चिनिने, त्यसैगरी वैष्णव मुद्रा प्रचलनमा ल्याएका, शब्दविधा ग्रन्थका रचनाकार, गुप्त सम्वत चलाएका, त्यसैगरी कैलाशकूट भवनको निर्माण पनि अंशुवर्माले गरेका थिए। सर्वप्रथम महाराज धिराज परम भट्टारक उपाधि पाउने व्यक्ति को हुन्? नरेन्द्र देवले चाहिँ सर्वप्रथम महाराज धिराज परम भट्टारक भन्ने उपाधि पाएका थिए। रातो मच्छिन्द्रनाथको जात्रा र भोटे जात्राको प्रचलन कसले गरेका हुन्? नरेन्द्र देवले। यो रातो र सेतोमा झुकिनुहुन्छ। यो रातो चाहिँ नरेन्द्र देवले हो भने सेतो चाहिँ कसले हो त? प्रताप मल्लले। राण सेप। पशुपतिनाथ मन्दिरको स्थापना कसको पालामा भएको थियो? पशुपतिनाथ मन्दिरको स्थापना चाहिँ प्रचण्ड देवको पालामा भएको थियो। लिच्छवी आदिपुरुष उपनामले कसलाई चिनिन्छ? लिच्छवी आदिपुरुष उपनामले सुपुष्पलाई चिनिन्छ। लक्ष्मी कामदेव कसको उपनाम हो? लक्ष्मी कामदेव चाहिँ कसको उपनाम हो त? गुण कामदेवको उपनाम चाहिँ लक्ष्मी कामदेव हो। कृष्ण जात्रा र लाखे जात्रा कसले प्रचलनमा ल्याएका हुन्? गुण कामदेवले चाहिँ कृष्ण जात्रा र हिले जात्रा प्रचलनमा ल्याएका थिए। अन्य जात्राहरू पनि छन् यो गुण कामदेवले ल्याएका, जस्तै इन्द्र जात्रा, कृष्ण जात्रा भइहाल्यो, हिले जात्रा, अरू जात्राहरू पनि गुण कामदेवले ल्याएका छन्। परचक्राकाम कसको उपनाम हो? यो परचक्राकाम एकै ठाउँ हो, यहाँ चाहिँ फाल्टो भएछ। परचक्राकाम कसको उपनाम हो? यसको सही उत्तर हो जयदेव द्वितीय। जयदेव द्वितीयको चाहिँ उपनाम परचक्राकाम थियो। कीर्तिपुरमा मानव बस्ती कसले बसालेका हुन्? अथवा कीर्तिपुरमा मानव बस्ती चाहिँ बसाल्दा को राजा थिए? शिवदेव प्रथम थिए। तिब्बतमा शरण लिन जाने लिच्छवी राजा को हुन्? यसको सही उत्तर हो उदयदेव। लिच्छवी कालमा भन्सार सम्बन्धी कार्य कुन निकायले गर्दथ्यो? बजार अड्डाले चाहिँ भन्सार सम्बन्धी कार्य गर्दथ्यो। लिच्छवी कालमा कुथेर अधिकरणले के कार्य गर्दथ्यो? कुथेर अधिकरणले चाहिँ जग्गा जमिनको कर उठाउने र मालपोतको कार्य गर्दथ्यो। लिच्छवी कालमा जिल्लालाई के भनिन्थ्यो? लिच्छवी कालमा जिल्लालाई विषय भनिन्थ्यो। लिच्छवी कालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो? प्रधानमन्त्रीलाई चाहिँ महासामन्त भनिन्थ्यो। लिच्छवीकालीन केही पदहरू यहाँ दिइएको छ, सबै चाहिँ छैन, केही पदहरू रहेको छ। जस्तै महासामन्त भनेर कसलाई चिनिन्थ्यो त? प्रधानमन्त्रीलाई।
प्रशासकलाई चाहिँ सामन्त भनिन्थ्यो, मन्त्री सरहको पदलाई अमात्य भनिन्थ्यो भने प्रधान न्यायाधीशलाई चाहिँ महासर्वदण्ड नायक भनिन्थ्यो। त्यसैगरी न्यायाधीशलाई सर्वदण्ड नायक भनिन्थ्यो, सिपाहीलाई भट्ट भनिन्थ्यो, त्यसैगरी प्रधान सेनापतिलाई महाबलाध्यक्ष भनिन्थ्यो भने कार्यालय प्रमुखलाई चाहिँ प्रसाद अधिकृत भनेर भनिन्थ्यो। लिच्छवीकालीन करहरू त्रिकर भनेर कुन करलाई चिनिन्छ? भोग कर, भाग कर र करलाई चाहिँ त्रिकर भनेर चिनिन्छ, जस पश्चात यो सिंकर भनेको केमा लाग्छ भन्दाखेरि फर्निचरमा लाग्थ्यो त्यस बेला। सुक कर भनेर सुँगुरमा लाग्ने करलाई भनिन्थ्यो। त्यसैगरी मल्ल कर भनेर भैँसीमा लाग्ने करलाई बुझिन्थ्यो भने आपरण कर भनेर पसलमा लाग्ने करलाई चिनिन्थ्यो। अन्य करहरू पनि छ, यो तपाईहरुले हेर्नु होला। र लिच्छवीकालीन केही प्रश्न उत्तर आजको भिडियोमा हामीले राख्यौं। मन परे लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला।